सम्पूर्ण दर्शकबिन नमस्कार र म चाहिँ सोनादा टु पच्चेङको जो भाल्टरको बाटो छ है, अर्को बाटो मिलिङ बस्ती हुँदै है, र त्यो बाटोमा पनि पहिरो गएर ब्रिज एउटा सानो पुल भत्किएको छ है, र म तपाईहरुलाई देखाउन गइरहेको छु। र हेर्नुस्, यो चाहिँ ब्रिज हो है, र ब्रिजमा चाहिँ यस्तो भएको रहेछ अस्तिको पहिरोले गर्दा। र यो चाहिँ यहाँ चाहिँ दुई जग्गा भएको छ है, र एउटा ठुलो चाहिँ यहाँ भएको रहेछ, र त्यही कारणले भाल्टर टु यो सोनादा टु पच्चेङ रम्बुक सिडर्स चाहिँ यो थ्रु भाल्टर थ्रु मिलिङ बस्ती गाडी अहिले कुद्न सकेको छैन है, र ब्रिज एकदमै डरलाग्दो ड्यामेज भएको छ। यहाँतिर पुरा यसरी चर्किरहेको छ है, र यो चाहिँ हो मिलिङ बस्ती जो चाहिँ भाल्टर टु पच्चेङको बाटो हो, र यहाँ बोर्ड पनि लगाइदिएको छ, र यहाँ एउटा सानो गाडी चाहिँ यहाँ अट्नु सक्छ, तर पनि लोडले गर्दा है यस ब्रिजलाई अझै ड्यामेज हुने डर छ। र ब्रिज यसरी भत्किएको रहेछ दुईपट्टि, एउटा यहाँ भयो है, एउटा यो ठाउँमा भयो, र अर्को चाहिँ यो ठाउँमा छ सानो, यसरी पुरा खाल्डो भएको छ है। र सायद धेरैजनाले है सोनादा टु यसरी पच्चेङ रम्बुक सिडर्स भएर जाने मानिसहरूले धेरैजनाले यो जग्गा चिन्नुभयो होला सायद। र यो चाहिँ हो अस्तिको पहिरोले गर्दा 4 तारिकको, र अब यो कहिले बनाउने हो है। र उता मेन बाटो पनि जो पच्चेङ टु सोनादाको मेन ठाडो बाटो पनि एकदमै त्यो बाटो पनि भत्किएको छ है, र गाडीहरू कुद्न एकदमै मुस्किल छ, र यो एउटा अप्सन थियो बाटो है, र यहाँबाट पनि गाडीहरू कुद्न एकदमै मुस्किल भएको रहेछ, र स्कुटी चाहिँ जसो तसो छिर्न सक्छ।